कांग्रेस 1000 पटक पराजित हुन तयार छ, तर आफ्नो विजयका निम्ति नेपालीहरूको बीचमा विद्वेष फैलाउन तयार छैन भन्ने कुरा 64 सालको पराजयको परिणाम हो। कांग्रेसलाई राम्रोसँग थाहा थियो 64 सालको निर्वाचनमा पराजित हुन्छु भन्ने कांग्रेसलाई थाहा नभएको होइन। म अहिले पनि सम्झन्छु, तपाईहरुको चितवनमा पनि आएको थियो। 100 भन्दा बढी निर्वाचन क्षेत्रमा कांग्रेसको पक्षमा मत मागेर काठमाडौँ गइसके पछाडि मैले बालबाटारमा भेटेर गिरिजा प्रसाद कोइरालालाई गएर भनेको थिएँ, यो निर्वाचन रोक्नुस् गिरिजा बाबु, कांग्रेस निर्वाचन हार्दैछ। अनि मलाई अहिले पनि सम्झन्छु गिरिजा प्रसादले भन्नुभएको, तिमीलाई भन्दा राम्रो मलाई थाहा छ, मलाई राम्ररी थाहा छ कांग्रेस निर्वाचन हार्दैछ, तर यो निर्वाचन गर्यो भने कांग्रेस हार्छ, तर निर्वाचन गरेन भने त नेपाल हार्छ। नेपाल जित्दै गर्दा कांग्रेस हारोस् भनेर कांग्रेस पराजय स्वीकार गर्न तयार भयो, किनकि नेपाली कांग्रेस यो पटक अघिल्लो पटक पनि नेपालको विजयका निम्ति समर्पित भयो। र अहिले कांग्रेसको कुरामा प्रश्न छ, सबैको अधिकारलाई सुरक्षित गरिसके पछाडि मात्रै यो नेपालको संविधान चल्छ भन्ने कुरा कांग्रेसलाई राम्रोसँग थाहा छ।